माथि हेर्नु भयो के हेर्नु भयो यो त हेर नि अनि यसले त हिजो दुखेछ राम्रो गर्नुहुन्थेन नि भन्नु अहिले आउनुहुन्छ अहिले लछु यो मासुलाई तपाईँले आफ्नो स्टाइलले बनाउन सक्नुहुन्छ सक्छु कसरी बनाउनुहुन्छ मिठो तरिकाले तेल हाल्ने तेल हालेर जुवान र मेथी फुराउने अनि मासु हाल्ने चरा भुट्ने अनि पछि पियाज टमाटर हालिदिने अनि अर्ग्यानिक झोल बनाएर खाने हो लोकल कुखुराको कोदाको ढिँडोसित खाना खाने हो आज लोकल कुखुरा हो लोकल कुखुरा हो सबै जन्जनमा भएको बेला बनाएर ढिँडोसित खाने हो मम्मी तपाईँले कान्छी बहिनीलाई मात्र माया गरी रिताल माया नगर्ने हो अनि यसले त हिजो दुखेछ गरी मलाई मम्मीले सम्झिनु भएन कान्छी बहिनीलाई मात्र सम्झिनुहुन्छ भन्दै रहेछ अब बहिनी टाढा उनीहरूले उसको अब कान्छी छोरी भन्नुभयो छोरी अब घरै आइसक्यो नातिनीहरू हुन्छन् भन्नुभयो अनि ख्याल गरिनँ होला मैले छोरीलाई भुलिछु सरी छोरीलाई त्यस्तो भनेर खान्छ सरी गल्ती भनिन्छ दुईटा आमा छोरी त उस्तो उस्तै हुनुहुन्छ नि तपाईँहरू तर रिताल त सानो पनि काम बहुत ठग्दिने होइन तपाईँले काम ठग्ने तपाईँले मैले होइन मैले ठग्ने थिएन मैले ठग्दैन बहिनीले काटेको घाँस बोकेर मैले घाँस काट्ने भाउजू तरफै भारी बनाउने दाइले त त्यही भारी बोकेर हिँड्दिनुहुन्थ्यो कम ठग्नु त काम न हजुरले मल बोक्नको पर्सेला बोक्नुहुन्थ्यो माथिको बोक्नुहुन्थ्यो हामीले भारी मल बोक्नुहुन्थ्यो लहर हिँड्नुहुन्छ नि खुइ फेरि दौडिने सबैले काम ढिलो गरेर बाँध्नुहुन्छ तर मेरो काम पक्का थियो मल बोक्ने बेला ठग्नुहुन्थ्यो घाँस काट्ने बेला ठग्नुहुन्थ्यो मैले कसले ठग्दै भन्नु सेवला बोक्ने बेला भन्नु नि त मैले कोही ठग्छु दाइले ठग्छु ठग्दै गर्न पसिन्छ दाइ काममा त जेम्मा छिटो अघि दाइ आत्तिनुहुन्छ क्या छिटो गरिदियो भने छिटो गर्यो भने आफूलाई भारी नपाउने अरूलाई भारी जे कुरा पनि छिटो गरिदियो भन्ने गर्छ अहिले बुढेसकाल लगाइसक्यो मलाई पनि तँलाई लाग्यो बुढेसकाल मलाई नि लाग्यो म त जानु अब मम्मीलाई र रितालाई पहिलोचोटि भिडियोमा सँगै बसिरहेछौ अनि रिताले खाना बनाउन भुलिस् क्या हो ए उस्तै छन् नि दिदी बहिनी दिदी भाइ उस्तै छन् नातिनी कता गयो भोटे नाति छ सब्जी काँडा खाइन्छ काँडा खाइन्छ आगामा पकाएर खाइन्छ ग्यास थिएन कति मजाले पकाएर खाइन्छ बानी अहिले दाउरा बोकिन्छ न दाउरा बोकेर यो बेलामा कस्तो जाडो हुने चाहिँ अगाडि त लड्कन्छ नरक्छ तर दाउरीमा र रिताले पनि खाना मिठो बनाउँछ नि होइन ठगेर आएको यसले त सामान पाइसैन घर जस्तो अब घर त्यसका नाना छोरा मिसाएर बनाउँछ लट पार्छन् मैले खाना मिलेन मैले मिलेन खाना बिचरा अनि डराउँछन् मैले खाना खाँदा गर्दा जे भए पनि तपाईँलाई त अब म पनि टाढा छु कान्छी पनि टाढा छे एउटा आदर भनेको त यही छ नि अहिले यही छ नि बिचरा जति आउने
जतिखेर नि गर्ने यही हो नि यसैलाई झन् मैले नसम्झने मेरा 3टा छोराछोरी मेरा जान सबै बराबरी मलाई फेरि रिता र सविता खुब मिल्छन् क्या सविता कान्छी रिता तिनवटा बहिनी खुब मिल्छन् मलाई एक्लै बनाउँछन् मलाई आमा छोरी भन्छन् साँच्चै हाम्रो दाइलाई भन्दा भाउजूलाई धेरै गरिन्छ बस्ने यो अँ काम त कति गर्छ काममा त कसले ठग्छ हजुरले ठग्नु त भन्नु दाइले झन् कति ठग्नु त मैले भन्दिनँ त काम गर्न मम्मीले फेरि माथि माथि हेर्नुभयो के हेर्नुभयो यता हेर नि मम्मीले फेरि माथि माथि हेर्नुभयो के हेर्नुभयो यता हेर नि हुन्थ्यो पानी तर आमा छोरीको गफ चाहिँ साह्रै मिठो हुँदो रहेछ आमा छोरी छोरा छोरी सबै परिवार भएर गफ गरेर बसेर यस्तो रमाइलो नि होइन मेरा रिताले भुटेको मासु मिठो भएन जस्तो लाग्छ मलाई तिनटा देखाउनु न लाग्यो कस्तो भुटे अचार रिताले खासै त्यति राम्रो बनाउने तिनटा छोरी त हन्नी मेरा बुहारी त छोरी भयो बुहारीलाई छोरी भन्ने कस्तो राम्रो भाव कस्तो राम्रो स्वभाव यतिको हुनु पर्यो कि सबैजनामा सबैले यतिको फलो गर्नु पर्यो बुहारी भन्ने आफ्नो छोरी हुन् आफ्नो छोरा थिएर बुहारी आयो अब छोरी नाति नातिना सबै यतै हुन् तर यो रिताले भाडा आउनु होला नि अहिले आउनुहुन्छ होला आउनुहुन्छ अहिले ज्वाइँ अहिले आउनुहुन्छ अहिले आउनुहुन्छ रिताले हात त सफा गरे हो दही छैन अब यो टक्क मासुमा हाल्छ अनि मिठो हुन्छ मासु जस चिसो मौसममा चाहिँ लोकल कुखुराले चाहिँ धेरै नै एउटा फाइदा बनाउँछ स्वास्थ्यलाई राम्रो बनाउँछ स्वास्थ्य नै धन हो होइन स्वास्थ्य नै धन हो आफ्नो स्वास्थ्य खराब पो धन छैन स्वास्थ्य नै ठिक छैन त कहाँ धन हुन्छ त्यही भएर मजाले रक्त हालेको ढिँडोसित खाने पाहाडबाट लिएको ढिँडो सर लोकल कुखुरासँग होइन पाहाडबाट लिएको कोदा पिठो छ बोल्न नि आउनु कि मलाई कोदाको पिठो पाहाडबाट ल्याएको भन्नुको ढिँडो कहाँ ल्याएर पाहाडबाट लिएको कोदा पिठो ढिँडो खाने आज ठ्याक्क त कस्तो राम्रो बधाई तपाईँले जान्दिनु भन्नु नि त हेर्नु कस्तो मिठो कलर देख्छ आज लाँदा नै सबै चौहार फाल्छ लाग्छ लक्ष्मी त्यो रसीतिर कपडा फास पर पानी फास पर मम्मीको लुक्स राम्रो छ नि मम्मी मेरो मम्मीको हाँस चाहिँ राम्रो छ एकदम हाँस मेरो त हाँसो त के भन्छ त्यही हाँसो पासो बनाउनु छ त्यही हाँसो पासो क्या चाहिँ पानी हाल्ने होला नि त त्यो अझै टमक्कैको चाहिँ के हाल पछि